स्वागत छ हजुरलाई फेरि पनि भ्लगर विनय थापा युट्युब च्यानलमा है। धेरै दिन बाद फेरि म आइसकेको छु हजुरको समक्ष एउटा नयाँ भ्लग लिएर है। अहिले त्यही निकै टाइम भएको थियो भ्लग पनि नगरेको नि त हो। अन्त अहिले चाहिँ फिलहाल म यहाँ होस्टेलमा छु नि त है। अन्त अस्तिको भ्लग चाहिँ आधी मात्रै बसेर डिलिट गरेको थिएँ, आज भ्लग बनाउँदैछु है। अन्त यो फेसबुकमा हेर्नु चाहिँ यो पेजलाई फलो पनि गरिदिनुहोस् अनि जतिजना नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् है त युट्युबमा है। अन्त यहाँ हाम्रो चाहिँ बिहानको चियाहरू सकेर हो, चियाहरू सक्यो नि त। यहाँ उब्रेको चिया छ, बिहानको चाहिँ नास्ताहरू गाडिसक्यो। अब चाहिँ यहाँ पानी तातिँदैछ, यहाँ सब्जी पाक्दैछ। यहाँ चाहिँ हाम्रो काले खोइ खल्के पाडा भन्छ, यो के हो ओनियन पराठा रहेछ हो। यसको मसला यहाँ छ अनि यहाँ बनाइसकेको छ हो। हाम्रो चाहिँ खाजाको बनाएको नि त बिहानको नास्ता ओनियन पराठा रे हो। मैले त खाएको छुइनँ यस्तो हो। आज खानुपर्छ। अन्त यहाँ सब्जी पाक्दैछ हाम्रो, यहाँ दिउँसोको लागि सब्जी हो, यतिले पुग्दैन। अन्त अझै हाल्नु यहाँ त्यही न्युटेलालाई कुनै के भन्दो रहेछ, साउ के भन्दो रहेछ हो। अन्त मैले चाहिँ बेलुकाको लागि दाल पनि भिजाइसकेको छु। अन्त सामान पनि निकै खाली भएको छ, आज सामान ल्याउनु जानुपर्छ होला है। अहिले चाहिँ यहाँ 12 बजी उता पानी पुरा निकै पर्दैछ नि त हो, पानी पर्दै रोकिँदै गर्दैछ हो। यो चाहिँ डाइनिङ हल है। अन्त हिजो चाहिँ यहाँ बेलुका खानाको चाहिँ रुटिन हो है। अन्त हिजो मासु थियो है। हिजो चाहिँ निकै ढिलो भयो, न त अनि 7 बजी चाहिँ खाइसक्छ। हामी चाहिँ हिजो 9 बजीतिर सुत्यो किनकि मासु थियो नि, मासु अलिक ढिलो आयो हो। यहाँ चाहिँ सब्जीहरू पनि सबै सहिसकेको छ, आज भयो भने ल्याउनु जानुपर्छ हो। यहाँ चाहिँ सफाइ हुँदैछ, आन्टीले गर्नुहुन्छ नि त बिहान हो। अन्त दिन चाहिँ स्कुल लाग्यो नि त हो। हाम्रो रुम चाहिँ यो माथि हो, माथिको त स्कुल क्यान्टिन, यहाँ चाहिँ किचन चाहिँ भत्काएर बनाउँदैछ नयाँ हो। अन्त यहाँ माथि धान पाकेर पहिलो भएको रहेछ। यहाँ चाहिँ दिनमा हो 125 किलो चामल पाक्छ अहिले। यहाँ यो दिउँसोको लागि यो 25 को बाट 3 बोरा पकाउँछ हो, बेलुकाको लागि 2, आजदेखि त 3 होला किनभने स्टुडेन्ट पनि नयाँ पुरा भरोस भएको छ नि त, भर्ना भएको छ हो। अन्त यो चामल पनि सक्नै आँट्यो, यो चामल भोलि सकिहाल्छ। यति चामलले दाल र चामल सकिन्छ। अन्त सब्जी नभनेको पनि एकपल्टमा 75 किलो पकाउँछ हो। यो सबै भएपछि यो सबै बनिसक्यो। अब यसको लागि के अचार, यसमा चाहिँ अब त्यो भित्र अनियन पराठा हो हैन। त्यो कस्तो हुन्छ भनेपछि मसिनो गरेर चाहिँ यो प्याज काट्नुपर्छ। त्यसपछि आएर चाहिँ हरियो खुर्सानी काट्नुपर्छ हल्का। हजुर। अनि चाहिँ त्यसपछि आएर मेथी हुन्छ, धनियाँ हुन्छ, अनि लसुनलाई पनि मसिनो गरेर काट्नुपर्छ। अनि चाहिँ भित्र चाहिँ त्यो आटा लगाएर चाहिँ हैन त्यो अनि चाहिँ बेल्नुपर्छ, भित्र मसला भर्नुपर्छ हरिसिङको चाहिँ। अनि त्यसपछि आएर चाहिँ खानुयोग्य हुन्छ, पकाउनु पर्छ राम्रो तरिकाले। अनि घिउमा अथवा चाहिँ मक्खनमा चाहिँ बनाइन्छ। यो एकदम मिठो हुन्छ खाँदाखेरि। हस्, यहाँको दृश्य त दामी देख्छ। यो चाहिँ स्टाफको किचन, यो मुनिको अघिको किचन हो। यो तलको त बोइज होस्टेल है। यो चाहिँ होस्टेलै हाम्रो अब सिमी केलाई हुँदैछ हो। यो चाहिँ भोलिको लागि यो मिक्स भेज पाक्छ त्यसमा। अन्त म र दा खेलाउँदैछु, अर्को दा चाहिँ यहाँ भात चलाउनु हुँदैछ हो। यो कति यहाँ अब 12 बजीदेखिको स्टार्ट हुन्छ खानु हो। यहाँ चाहिँ कति 9:15 बज्छ। हाम्रो चाहिँ सब्जी सिमीकेलाई पनि सकिसक्यो हो। यहाँ चाहिँ मिक्स भेजको सुप भन्दा पनि हुन्छ हो। यो है सब्जी पाक्दैछ हो। यहाँ चाहिँ छैन, यहाँ केही पनि छैन, पानी खाली छ। यो चाहिँ दिउँसोको लागि यो न्युटेलालाई के पो भन्दो रहेछ त, यो न्युटेलालाई के भन्दै थिएन अघि? यो के भन्ने यसको नाम? मसौदा। मसौदा मसौदा हो कि हाम्रोतिर न्युटेला भन्छ।
सोयाबिन हाम्रोतिर सोयाबिन भन्छ है यतातिर चाहिँ हरेक फरक फरक भाषा छ यतातिर चाहिँ फरक भनेर भन्छ यहाँ भाती तिर्मुरा हो यो अहिले यो तल बाल्टीहरू छ यहाँ हो यो बाल्टीमा हाल्नुपर्छ सकिहाल्छ एकैछिनमा हो अन्त यहाँ हाम्रो लागि त्यही अलग्गै फेरि दाल हो यहाँ कटिङ गरेर रेडी छ सबै सरसामानहरू है यो त्यही स्कुलको कुकुर बिमार भएछ हौ सुतिहाल्छ यो बोराको चाहिँ चिउरा हो है निकै थाक्थ्यो सकिसक्यो अन्त यहाँ बिस्कुट छ म चाहिँ यहाँ चिउरा खान रहेको चिउरा र चिनी भात खाँदिनँ त वाक्कै भइसक्यो भात त यो चिउरा यहाँ चाहिँ दाहरूको लागि पकाउँदैछ म त यो चिउरा खान्छु भयो 12 बजीको लन्च पनि भइसक्यो यो खायो भने चाहिँ डाइनिङ हलमा चाहिँ फर्स्ट टाइम बसेको हो यहाँ चाहिँ टिभी छ टेलिभिजन न यिनीहरूको छुट्टीको दिन हेर्छ अन्त यहाँ खाना हेर्न आएको मात्रै खास गरी हो यो तलको चाहिँ काठमाडौँ सहर हो हामी चाहिँ त्यहाँ जान्छौँ सामान ल्याउनु अन्त यो जग्गालाई चाहिँ फेरि भन्दो रहेछ गाउँहरू पाकेर एकदम दामी धानहरू चिटिक्क परेको हामी चाहिँ अघि दिउँसोको खानासाना खाएर पनि है सुत्नु थियो हाम्रो 1 बजीदेखिको छुट्टी हुन्छ 3 बजीसम्म अहिले 3 पनि भइसक्यो अन्त फेरि यहाँ किचन लाग्छ अब त्यही दिउँसोको खाजा दिनुपर्छ नि त हो यो चाहिँ होस्टेल अहिले आफ्टरनुन हिजो चाहिँ पानी परिएको थियो यति बेलासम्म अहिले चाहिँ पानी परेको छैन दृश्य चाहिँ दामी देख्छ यताबाट त्यो तलको स्कुल हो बच्चाहरू खेलिरहेको छ यहाँ चाहिँ स्कुलको पसल खुलेको छ यति भिड छ एकदम तपाईँको होस्टेलमा यत्रो बच्चाहरू हेर्नु यत्रो त हाम्रो त उता त नानी भन्दा राख्छ यहाँतिर हेर्नु यत्रो बच्चा ओ भाइ के खेलेको भाइ ओ भाइ यो चाहिँ बहुत पुरानो घर नेपालको यस्तो हुन्थ्यो नेपालतिर यस्तो रहेछ मैले चाहिँ यतै सिरियलतिर मात्रै देखेको पिक्चरतिर हो यतातिर रहेछ निकै है यहाँबाट तल्लो काठमाडौँ नजारा पनि दामी देख्दो हामी चाहिँ अहिले फिलहाल सब्जी ल्याउनु झरिसक्यो अन्त म चाहिँ आधी बाटोसम्म चाहिँ कुदाउँछु नि त गाडी किनकि पर ट्राफिकहरू बस्छ नि त हो अन्त ट्राफिकले पक्रिन्छ भनेर यताको लाइसेन्स छैन यहाँ चाहिँ यो सब्जीहरू पनि किनिसकेँ यहाँ फर्सी हो यो फर्सी र टमाटर है फर्सी चाहिँ 4 बोरा टमाटर 2 रेक अन्त अङ्कल त पर कोपीहरू किन्नुहुँदैछ हो यो चाहिँ लौका चाहिँ अलिक कम्ती रहेछ त्यही कारण 2 प्लास्टिक मात्रै किन्यो अन्त यहाँ चाहिँ एकदम मैला गनाएको छ साइडमा मैलाको उस रहेछ खाने गनाएको छ मैला हो अन्त यहाँ चाहिँ आधी सामान किनिसक्यो हो अन्त अङ्कल चाहिँ तल कोपी किन्न जानुहोस् म चाहिँ सामान ढुङ्दैछु यतापट्टि त मैला फ्याँक्ने छ हो यो चाहिँ हाट जस्तो रहेछ तर यहाँ चाहिँ मन्डी भन्दो रहेछ कोपी पनि किनिसकेँ अन्त यहाँ कोपीहरू हुँदैछ अब चाहिँ कोपी सबै किनिसक्यो अब चाहिँ सिधै हामी जानेछौँ यताको जग्गाहरू चाहिँ म त्यति चिन्दिनँ हो यो मार्केटहरू के भन्छ बर पिपल भन्छ हो अन्त हामी चाहिँ म चाहिँ फेरि जानुपर्छ फेरिबाट उकालो जानुपर्छ नि स्कुल माथि यतै 6:30 बज्यो होला है अन्त नानीहरूले यहाँ पूजा गर्दै रहेछ पूजा चाहिँ खाना खानुभन्दा अगाडि गर्छ नि त यिनीहरू अन्त बिहान र बेलुका गर्छ त्यही सानो र अलि ठुल्ठुलो मात्रै पूजा गर्छ हो अन्त ठुल्ठुलो चाहिँ अलग्गै गर्छ नि त यहाँ सानो मात्रै छ यो हलमा चाहिँ आधी छैन नि त आधी सबै बाहिर यहाँ माथितिर किचनतिर हुन्छ है
यदि सानो नानीहरूलाई त्यही नयाँ नसिक्नेहरूलाई त्यही त राख्छौँ अन्त सिकाउँछ। यहाँ चाहिँ जो जोले जान्दछ त्यतिले मात्रै गर्छ नि त पूजा, अन्त नजान्नेले गर्दैन हो।